शक्ति भाइ के अरे मार्टिन अरे सब महँगो पऱ्यो पानी पर्न आँटेको छ यहाँ चाहिँ हाम्रो अभिषेक भाइ अनि अनिसेको सिटी लिएर कहाँ जान आँटो थाहा पाएन भाइ ल्याम्बर्गिनी हो अनिस भाइको ल्याम्बर्गिनी यहाँ चाहिँ भोलि पर्सिको भोलिको सरकार के भन् दुई शब्द यो चाहिँ हाम्रो गाउँको सरकार हो हैन बडा सरकार दाजु भन्नु न वेलकम ब्याक टु माई मिनी ब्लग म चाहिँ दाजु हो भन वेलकम ब्याक टु माई मिनी ब्लग गाइजहरु आज चाहिँ म दाजुहरुसँग अफ हिँडिरहेको छु हाम्रो गाउँको बाटो यस्तो छ हैन भर्खर पानी परेर सकेको चाहिँ फेरि पानी पर्ला जस्तो अवस्था भइरहेछ अनि यता चाहिँ विनोद दाइ आउँदै हुनुहुन्छ साइकलमा सरर पारेर अरे दाइ दाइ नेत्र ब्लग छ दाइ कहिले काहीँ हेर्नु दाइ सब्सक्राइब हाल्नु है सबै हुन्छ दाइ चकाचक पारेर दाइ चाहिँ यस्तो क्रस फायर कुदाइराख्नु भएको छ अहिले चाहिँ होइन बाटो खतरा छ नि त अनि यस्तो बाटोमा यस्तै क्रस फायर ठिक हुन्छ होइन दाइ यहाँ चाहिँ आउँदैछ हाम्रो के भन्छ यसलाई अब अक्स बुल्डोजर गाउँको डन दाजुको साथी हो दाजुको अर्को नाम पनि त्रिशुल छाप भएको कारणले दाजुको साथी त रहेछ दाजुको साथी त्रिशुल छाप घाइते भएको रहेछ कुन चाहिँ यसलाई राति दिएछ भाटालाई ड्याममा लाएर अनि घाइते भएछ यसरी चाहिँ नगर्नु होला होइन गाईहरू गाई बस्तुलाई पिट्न अलिक मनाइ छ होइन दाइ दाइ कता हिँड्नुभयो दाइ माछा माछा हेलो सम्पूर्णलाई नमस्कार म फेरि आइसकेँ नयाँ भिडियो लिएर होइन आज चाहिँ हामी टक्क गाउँ भ्रमण गरिरहेको थियौँ टक्क यहाँ मैले चाहिँ एउटा सिन देखेँ होइन त्यो चाहिँ अलिकति हाम्रो गाउँको नाम रोशन गरिएको ठाउँलाई एकदम सिमानालाई आजको हावाहुरीले गर्दाखेरि चाहिँ यस्तो अवस्था बनाएछ तपाईँहरूलाई म देखाउन चाहन्छु र म देखाउन गइरहेको छु यो हाम्रो आठखोलाको बोर्ड यसरी ढलेछ होइन अब यसलाई के गर्ने त भन्ने कुरा अब क्वेसन आयो यसरी तलैदेखि उक्केछ हेर्न सक्नुहुन्छ हाम्रो यो आठखोलाको बोर्डलाई यसरी भएछ जीर्ण अवस्था कसैले पैसा दिनु होला यसलाई अलिकति मर्मत गर्न पाए अलिक राम्रो हुन्थ्यो नभए त यो यतातिर डेन्जर हुन्छ बाहुबली भाइ हाम्रो दाजै फेरि केही भन्दैन क्या दाजै रक दादा रक हाम्रो अभिषेक भाइले चाहिँ थोरै भए पनि सिधा बनाइदियो जस ढुङ्गा हाल्नुपर्छ ल दाजै ढुङ्गा खोज नि त दाजै यसलाई सिधा बनाऊँ न यो हाटखोलाको बोर्डलाई त यार कसले हो यसरी टिनसिन टक्कसँग होइन यसरी कुची गरेछ नि कसको काम हो यसो ढुङ्गासुङ्गा हानेर धुलो पारिदिने हाम्रो हाटखोलालाई अभिषेक भाइले चाहिँ ढुङ्गा लिन जाँदैछ अलिकति ढुङ्गा हाल्न पाए दामी हुन्थ्यो कि अलिक सिधा हुन्थ्यो कि सिधा भयो के भन्नु भाइ यो चाहिँ हाम्रो हाटखोलाको बोर्ड है गाउँ त आउनै पर्यो भयो दाजु सिधा भरे तर हावा आएर फेरि उतै लान्छ हाम्रो दाजुले सिधा बनाउन खोज्नुभयो तर सिधा हुने भएन उता चाहिँ डिजे कसको बेमा जाँदैछ ढुकचुक पार्दै यो चाहिँ मकै एकदमसँग होइन छ खासै छैन जस्तो लाग्यो मलाई उता चाहिँ हरियो छ टक्क पोलेर खाने दामी तरिकाले यता चाहिँ सुकिसक्यो यो चाहिँ अब काम छैन यता माथिको ढाँटसाट जिउ माथिको काटेर चाहिँ बाख्रालाई घाँस गोरुलाई घाँस हुन्छ उताको त हरियो छ अब जेल्लाई पनि भइहाल्छ छ नि मकै त अनि मकैको बोटमा मकै नभए के हुन्छ भाइ तर सानोतिनो भए पनि छ ठुल्ठुलै छ नि घोगा ठुलै लागेछ होइन गाइस आज चाहिँ नि हाम्रो गाउँको यस्तो भ्रमण हान्दैछौँ हेरौँ के हुन्छ रहेछ आज उता हाम्रो गाउँ उतातिर पनि यसो चण्डी मेला रहेछ त्यहाँ पनि सायद पुगिन्छ कि भन्ने आश छ तर पुग्यो भने चाहिँ एउटा भिडियो पाइहाल्छ होइन फोटोसोटो खिचिहालिन्छ चण्डी हो त्यहाँ गयो नि भिडियो बाबा लगाइहाल्छ त्यहाँ डङ्को ढोल बज्यो
तरुणीले कोही खोज्यो तरुणीले कोही खोज्यो होइन सुनिन र पारभाङको गानाको टाक्टाङ डङडङ पारेर बजाउँछन् त्यहाँ नाच्छन् र त्यता पनि गयो भने चाहिँ भिडियो हाल्ने हो भिडियो बनायो भने हाल्ने हो गाइजहरू सकभर तपाईँहरूले यसो मेरो एकाउन्टलाई होइन मेरो युट्युब च्यानललाई मेरो फेसबुक पेजलाई मेरो टिकटक एकाउन्टलाई यसो हेर्नुहुन्छ भने यसो फलो गर्नु होला युट्युबलाई यसो सब्सक्राइब गरिदिनु होला सक्दो सेयर सब्सक्राइब बेल आइकन घन्टी टक्क बजाइदिनु होला त्यही भन्न चाहन्छु दर्शक महानुभावहरू यसो भाइहरूलाई यसो भाइले केही गरी खाँदैछ भनेर गरी खान दिनुहोस् तपाईँहरूको लागि यस्तो यस्तै भिडियो यसो रोमान्टिक त नभनौँ यसो गाउँघरकोतिर यसो मिनी भ्लग तरिकाले आउँछ त्यस्तो लामो भिडियो त अब अहिलेसम्म बनाउन सकिएको छैन किनकि एडिटिङ पनि मलाई खासै आउँदैन त्यो अलिअलि सिक्दैछु यो गाइजहरू होइन यो चाहिँ हाम्रो गाउँको भ्यू एकदम राम्रो छ होइन शान्त सुन्दर हाटखोला त्यत्तिकै नाम हो शान्त सुन्दर हाटखोला एकदम नाम पनि फेमस छ के अरे ठाउँ पनि एकदम राम्रो छ चिटिक्क छ है आजको अलिकति पानी परेर चाहिँ अलिकति मौसम चाहिँ दामी छ होइन आकाश पनि कालो कालो भइरहेछ चराहरू यता कराइरहेछ उडिरहेछ यता पोखरी छ होइन पोखरीमा चाहिँ अहिले खासै पानी छैन जस्तो लाग्यो मलाई दाजुले आज पानी पर्छ भनेर छाता बोकिरहेछन् होइन तर हावा चल्यो भने दाजुले उडाइदिन्छ भन्ने अलिक डर लागिरहेछ मलाई दाजु उड्यो भने फेरि म चाहिँ सक्दिनँ नि तिमीलाई पक्रिन दाजु के भन्दा न यार मेरो युट्युबको बारेमा अलिकति यार मलाई अलिकति भन्नै आउँदैन हौ पुरै भन्दा न त मलाई साँच्चै भन्नै आउँदैन केही भन्दा न दुई शब्द कहानी उसलाई त भाइ कथा र कहानी त अभिषेकलाई कुरै नगर न उसले अहिले कविता भनिदिन नि पुग्छ भाइले अहिले अहिले भन त भने भन्दै भन्दै घर पुगाइन्छ यो चाहिँ हाम्रो फुलबारीको बस हो बोर्डिङ चाहिँ अलिक उतातिर छ भाइ पढेको होइन हामी चाहिँ नपढेको यहाँ चाहिँ एउटा ग्लोभ भन्ने फ्याक्ट्री थियो पहिला अहिले चाहिँ अब जीर्ण अवस्थामा छ यहाँको पनि केही व्यवस्थित तरिकाले यहाँ चाहिँ नि ग्लोभ्स कन्टिन्यू दिनु पर्यो ग्लोभ्स के अरे ग्लोभको फ्याक्ट्री चाहिँ कन्टिन्यू ग्लक यो के भन्छ त्यो फ्याक्ट्री चाहिँ कन्टिन्यू दिनु पर्यो होइन यहाँ केही मान्छेलाई यो त हुन्छ रोजगार हुन्छ विदेश जानु पर्दैन हामी जस्तो युवा त्यही भन्न चाहन्छु कि यता पनि बालन सरकार आएर यसो यसलाई पनि बनाउनलाई कन्टिन्यू गर्नु पर्यो कता हो यसको यो के अरे मालिक कहाँ छ ओनर कहाँ छ आएर टक्कसँग आएर चाहिँ यता पनि व्यवस्थित तरिकाले कन्टिन्यू काम गर्नु पर्यो नि त यता हाम्रो वरिपरिको एकदम केटाहरू अनि बुढोपाकाहरू पनि काम गर्छ यो चाहिँ 2-4 रुपियाँ कमाउँछन् विदेशतिर जानुभन्दा त यो गाउँ घरतिर कमाएकै राम्रो हुन्थ्यो त्यो छ मेरो विचार आँपको बोट रहेछ तर आँपै छैन त यो चाहिँ जुलापीको बोट तर जुलापी छैन जस्तो छ हरिहरी रहेछ पाए छैन कहाँ त्यो एउटा छ त्यो पनि पानी अहिले पानी परेर त्यो पानी पसेको होला त्यो त्यत्रो माथि यस्तै छ होइन अब बर्खा लाग्न आँटेको छ यतातिर अहिले चाहिँ अब सुक्खै छ अब केही दिनपछि चाहिँ मान्छेहरूले टक्कसँग जोतजात गरेर बिउ छरेर पछि अब असारतिर चाहिँ टक्क धान रोप्छन् होइन धानसँग रोपेर हरियो सरियो भइहाल्छ त्यसपछि अहिले सुक्खा देखिन्छ अब केही दिनपछि चाहिँ धानसँग पानी खाने एकदम ट्र्याक्टर सेक्टर लगाएर जोत्न सुरु गरेर त्यही हो के अरे मङ्सिरमा काट्नलाई रेडी हुन्छ त्यो हिलोको बास्ना होइन गन्ध गडेउला टक्क हिलोको मग बास्ना पानी परिरहेको टक्क डिम लाइट हो यो टक्क धानबारी हरियाली त्यसो हेर्यो भने हाम्रो गाउँ त सोक्यो गाई हाम्रो बोर्ड हेरेर आउनु होला सगाज छ गाई त्यहाँ अघि देखाएको बोर्ड चाहिँ हाटखोला भन्ने छ ट्याक्का देख्नुभयो भने ल यो नेत्रेको गाउँ भनेर सोचिहाल्नु क्या नेत्रेको गाउँ यो अभिषेक गाउँ दाजे गाउँ भनेर सोचिहाल्नु हाटखोला देख्ने बित्तिकै यतापट्टि यो साइडमा छ उतापट्टि पनि छ हाम्रो यता चारतिर छ बोर्ड तर यहाँको बोर्ड चाहिँ अलिकति भत्किएको रहेछ होइन त्यहाँ केही मर्मत गर्नुपर्ने हुन्छ तर मर्मत गर्न हामी सक्दैनौँ हामीसँग पैसा छैन मेन कुरा पैसा छैन थोरै पैसा दिनु मन हुनेले कमेन्ट गर्नु होला ल आजलाई यति नै भन्न मिलेन अब केही छिनमा अर्कैतिर यसो भिडियो बनाउन मन लाग्यो भने भिडियो बनाउन मन लाग्यो यसमै हल्का मिक्सिङ गरेर हालिदिउँ ल उता चण्डीतिर गयो भने उतातिर पनि भिडियो क्लिप गरिन्छ 1-2 वटा त्यसपछि अहिले फेरि भेटौँ ल अहिलेको लागि चाहिँ टाटा बाई बाई